होइन कसको घोडा यो? मोटरले कित्ला भने डर पनि छैन। ए बाजी बाटो छोड, बेकारमा ज्यान जाला फेरि तेरो। असाध्य बुद्धिमान र सदिएको जस्तो छ। कुनै मिसनमा हिँडेको सैनिक जस्तो। कस्तो निडर। कस्तो स्मार्ट घोडा रहेछ है ड्याडी? कहाँ र हजुर, यो त बाइपङ्खी घोडा नै हुनुपर्छ। हेर्दै खाइलाग्दो छ। यो त जमिनमा दौडिने मात्रै हो र हजुर, ताल पर्यो भने त यो त उड्छ पनि। फेरि वाहियात कुराहरू लाग्यो। ए माइला गाउँलाई क्या बच्चा, आज म तेरो करङसँग नबाजिकन छाड्दिन। बाबु, नानीदेखि लागेको बानी तैँले कुर्दैमा जान्छ र? छोड्दे बिचरालाई। बिचारा? यो बिचारालाई त आज म समातेर निचोरा पारिदिन्छु। होइन त किन यस्तो बदमास भएको? हान्नु तँलाई यसले? अमर, यो के गर्न लाग्यो तैँले? यो पनि त तेरो भाइ कान्छा जस्तै माइला भाइ होइन? तिम्रो दुईजना दाजुभाइ योसँग एउटै आँगनमा खेलेर हुर्केको। कहिले पनि पशु ठानेनौँ हामीले यसलाई। मैले यसलाई आफ्नो छोरा जस्तै ठानेर त यसको नाम मैले माइला राखिदिए कि। त पनि बदमासी नगर न, तै त होस् नि यसलाई बढी पुल पुलाउने। अनि यसलाई किन उताउलो हुनु परेको त? काम गरेर मान्छेलाई आलीबाट खसाल्दिने? कठै बर, मान्छेले यस्तो बोल्न सक्दैन। यो के अमर, यसले केही भन्न खोजे जस्तो छ। गाउँमा केही नौलो कुरा देखे कि घरमा आएर यस्तै गर्छ। पक्कै पनि गाउँमा केही भएको होला। जा त बाबु गएर बुझ। धन्यवाद धन्यवाद दाजुभाइ दिदीबहिनीहरू। यो रक्सी फ्याक्ट्री खुल्यो भने गाउँलेहरूले आफ्नै गाउँमा काम पाउनेछन्। कसैले काम खोज्न सहरमा धाइरहनु पर्ने आवश्यकता पर्दैन। यो रक्सी फ्याक्ट्रीले यो ठाउँमा विकासको क्रान्ति बोकेर आउनेछ। म विरोध गर्छु यस क्रान्तिको। यो विकासको क्रान्ति होइन साउजी, यो विनाशको क्रान्ति हो। हामी यस गाउँमा रक्सीको फ्याक्ट्री खोल्न दिँदैनौ। को हो तिमी फुर्ती लडाउने? मैले फुर्ती लडाएको होइन साउजी। म त यस गाउँको भलो चिताउने जागरुक नागरिक हुँ। अमर हो मेरो नाउँ। जागरुक नागरिक? त्यसलाई किन आफ्नो गाउँको विकास हुने कुरामा तगारो हाल्दैछौ? के विकासको नाममा हामीले आफ्नो खुट्टामा आफै बन्चोड हान्ने? नशाको व्यापार भनेको विषको व्यापार हो र तपाईँ जस्तो विषको व्यापारले हामीले व्यापार गर्न दिन्नौ। तर तिमी एक्लैले विरोध गरेर केही हुनेवाला छैन। यी सारा गाउँलेहरू मेरो पक्षमा छन्, मेरो पक्षमा। तपाईँहरू जस्तो मुखमा राम राम बग्लीमा छुरा राख्ने व्यापारीको चाल यी सोझा गाउँलेहरूले कसरी बुझुन्? विकासको नाममा तपाईँहरूले यहाँ रोप्न थाल्नु भएको विषको बिरुवामा विनाशको फल लाग्नेछ। यदि तपाईँहरूले यो गाउँमा रक्सी फ्याक्ट्री खोल्नु भयो भने यो गाउँलेहरूलाई बर्बाद पार्छ भन्ने कुरा तपाईँहरूलाई राम्ररी थाहा छ। तर तपाईँहरूलाई यसको मतलब छैन। तपाईँहरूलाई खालि पैसासँग मतलब छ। दाजुभाइ दिदीबहिनीहरू हो, यदि हामीहरू उहाँहरूको लैलैमा लागेर यहाँ रक्सी फ्याक्ट्री खोल्न दिने हो भने केहीले काम त पाउलान्। तर यो सिङ्गो गाउँ रक्सीको दलदलमा जागिनेछ र हामी मात्रै होइन, हाम्रा सन्तान पनि यस दलदलबाट उम्किन सक्ने छैनन्। अमरले भनेको कुरा ठीक हो। हामीले यसको विरोध गर्नै पर्छ। हो, हामीले यसको विरोध गर्नै पर्छ। पाखे त्यो जाबो पाखेले त्यत्रो गाउँलेहरूको अगाडि मेरो कुरा काटेर दादागिरी देखाउने? भागको अगाडि बिरालुको गर्जन। रिसानी भए माफ पाऊ हजुर। हुन त एक किसिमले ठिकै पनि त हो नि हजुर। होइन के को ठिक भयो? त्यत्रो गाउँलेहरूको अगाडि बेइज्जत भएको ठिक भयो? होइन तेरो होस् त ठ्यानमा छ। मेरो भनाइ त्यो होइन नि हजुर। आ गर्दा अलङ्कार बुझ्नु भन्छन्। करोडौंको लगानी गरिसकेपछि यस्तो झमेला आएको भए बर्बादै हुन्थ्यो नि हजुर। फ्याक्ट्री खुल्छ ड्याडी। त्यही पाखेलाई देखाउनु भए पनि फ्याक्ट्री यसै ठाउँमा खोल्नुपर्छ ड्याडी। र हाम्रो प्लान अनुसार भोलि म आफै गर्छु फ्याक्ट्रीको शिलान्यास। मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनोहरि दुःख दरिद्र नाशाय प्रभु। ओम शान्ति शान्ति शान्ति। ओम शान्ति। पृथ्वी शान्ति, आकाश शान्ति, पाताल शान्ति। ओम शान्ति। संसारै शान्ति, उत्तर शान्ति, दक्षिण शान्ति, पूर्व शान्ति, पश्चिम शान्ति।
पुत्र हे ज्ञान गुणका सागर बचाऊ प्रभु, यो दुःखको सागरबाट पार लगाऊ प्रभु। बाबा मारे बाबा बचाऊ, मारे हजुरलाई बाबा आयो, मारे बाबा आयो, कोही छ बचाऊ, ग्वाल ग्वाल, ग्वाल ग्वाल मलाई मारे आयो आयो मारे मारे, बचाऊ मुला अब दादी कति गरेर राख्यो भने म त घोडाले धोती समायो भने त हजुरले पो समाउनु भएर छ। हे तेरीका छोरी खै? छोरी आइज माइला, छोड दे माइला, पहिलो गल्ती हो। आखिर मैसा पनि त यो गाउँको पाहुना हुन् नि। तर आइन्दा हाम्रो कुरा काट्ने दुस्साहस गरिन् भने ठिक हुने छैन। क्यों पाखे बक, तँलाई मैले जानेकी छु। बलात्कारको प्रयास, त्यो पनि अमरले? किन ठट्टा गर्नुहुन्छ तपाईँ? यो ठट्टा होइन इन्सपेक्टर साहब। कुनै पनि केटीले आफूलाई बलात्कार गर्न खोज्यो भनेर भन्दैन, लाज हुन्छ। तपाईँ मेरो विश्वास गर्नुहोस्, अमरले मलाई हातपात गर्न खोज्यो, त्यति मात्रै हो र उसको घोडाले समेत घोडाले समेत? डोन्ट बी सिली इन्सपेक्टर, म यहाँ तपाईसँग मजाक गर्न आएकी होइन। कुरुको रिपोर्ट लेख्नुहोस्, अमर र उसको घोडालाई तुरुन्त कारबाही गर्नुहोस्। किन झुट बोल्नुहुन्छ मै साहब, किन झुट बोल्नुहुन्छ? आफ्नो जिद्दी पूरा भएन भनेर अरूलाई आरोप लगाउनुहुन्छ? You shut up! माइन्ड योर ल्याङ्ग्वेज। अंग्रेजी बोल्न जान्दैमा जथाभावी नबोल्नुहोस्। खाली पैसा कमाउनको लागि यो गाउँ र गाउँलेको जीवनसँग खेलबाड गर्ने प्रयास नगर्नुहोस्। रक्सी बेचेर तपाईँले प्रशस्त पैसा कमाउनु होला, तर हामीले के पाउँछौँ? यहाँको सफा खोला नालामा फ्याक्ट्रीको फोहोर, यहाँको सफा हावामा धुवा र फ्याक्ट्रीको गन्ध। रक्सी समाजको शत्रु हो, यसले मान्छेको जीवनमा आगो लगाउँछ। अरे पैसै कमाउनु छ भने अरू कुनै व्यापार पनि त गर्न सक्नुहुन्छ। राम्रो कुरा लिएर आउनुहोस्, सारा गाउँले तपाईँको स्वागत गर्नेछ। होइन हजुर, अब यो फ्याक्ट्री स्याक्ट्री खोल्ने जिद्दी चाहिँ नगरी बक्सेस हजुर। आज घोडाले खेद्यो, भोलि साँडेले खेद्छ, पर्सि यो गाउँले नै खेद्छन् हजुर। त जति सोही करा, म यो गाउँमा फ्याक्ट्री खोलेरै छाड्छु। के भन् ठानेको छस् तैँले मलाई? अब हजुर यो जिद्दी नछोडी बक्सिने हो भने मेरो एउटा आइडिया लाउनु पर्यो हजुर। लवन, त्यो अमर भनेको भुक्ने कुकुर हो क्या हजुर। त्यसको मुखमा लगेर चोक्टा फाल्देपछि त्यो चुप्प लागिहाल्छ, अनि हामी हाम्रो काम खुइ गर्दै जान पाउँछौ नि। अहिले भने तेरो बुद्धि दिशा गर्न गएको रहन्छ। त्यो अमरेलाई अलिकति पैसा लिएर गएर त्यसको मुखमा फ्याट्टै हिर्काइदिए, अनि त्यसपछि त्यसले भुक्न थाल्यो भने त्यो बौला कुकुरलाई गोलीले उडाइदिनु पर्छ, बुझ? मैले त्यही भन्नु खोजे नि हजुर। चोक्टाले त हान्छु भनिहाले, मनाउन पो सक्ने हो कि नसक्ने हो? ज्यानको छ मान्छे, हेर हेर त्यहाँ पाखुरा। अमर बाबु नमस्ते है। अमर बाबु नमस्ते। होइन, मलाई चिन्नु भएन कि क्या हो? किन नचिन्नु, चिनिहाले नि। भन्नुहोस्, के काम थियो कि मसित? हाम्रो मालिक साहबले हजुरलाई कोसेली पठाउनु भएको थियो। के गर्नु,
साह्रै दयालु हुनुहुन्छ। यी पुरै 25,000 छ। ओठ सिलाउन र आँखामा पट्टी बाँध्न मात्र 25,000। अमर बाबु यति कम भयो? अरू थप्दिउ? तपाईँ मुख मात्रै त खोल्नुहोस् अमर बाबु, म टक्रै हाल्छु नि। कति थप्दिउ? अरू 25,000 थप्दिउ? पहिल्यै यस्तो भन्नु भएको भए त कुरा मिलिहाल्थ्यो नि। म्यानेजर साहब, कोसेली ल्याइदिएकोमा धन्यवाद, तर हामी गाउँलेहरू सित्तैमा कोसेली लिँदैनौँ। तपाईँको यो कोसेलीको सट्टामा म पनि तपाईँलाई केही दिन चाहन्छु। अमर बाबु, यो घोडालाई किन बोलाउनु भएको? यो त ठिक छैन। म्यानेजर साहब, यो माइला हो, यसले तपाईँलाई कोसेली दिन्छ। ए माइला, म्यानेजरलाई दे हाम्रो तर्फबाट कोसेली। फेरि आयो जन्मर घोडा, यसले त बिताउँछ। भाग म्यानेजर भाग। यसले बितायो मलाई, लौ न यसले बितायो मलाई, मार्यो। ए भगवान्, ओ यसले लगाएको मलाई, घोडाले मार्यो। कोही छैन यता, लौ न यो घोडा चल्दाओ, लौ न चल्दाओ। ए मार्यो, यसले मलाई मार्यो, पछि लाग्यो। लौ न उता जा, ए मार्यो, लौ न। ए भगवान्, यो गोल पनि मार्छ। आयो बाबा, कहाँबाट मर्छ म? आयो बाबा, बाबा मरे नि। आयो बाबा मरे नि। हे भगवान्, चुप लायो। किन कराएको यसरी? मरे मान्छे यसरी कराउँछ? खै ल ठिक छ। म पनि अफ्रिका रिटर्न डाक्टरमा बुझ्नुभयो, कस्ता कस्ता रोगी त निको पारि जावे यस्तो घाउ। के भएको छ र तपाईँलाई? टाउकोले पान खातो हो नि, अहिले तुरुन्तै ठिक गरिदिन्छु म, बुझ्नुभयो? तुरुन्तै। तपाईँ डाक्टर हो कि डकर्मी हो? मान्छेको टाउकोमा चोट लागेको छ, पेटमा डङ डङ हम्मरले नै हान्न हुन्छ? यस्तो पनि उपचार हो? तपाईँ डाक्टर कि म डाक्टर? सारा रोगको जडै भुँडी हो, बुझ्नुभयो? भुँडी ठिक भयो भने सबै ठिक हुन्छ। अब एकचोट तपाईँको भुँडी खोलिएर पहिले है, अब यहाँभित्र केही लुस सुध्रेछ भने 3टा नटबोल्ट कस्दिने, सबै ठिक हुन्छ। मरे नि, आयो नि। केरा तपाईँको लिभर त खत्तमै रहेछ नि। जाबे एउटा केरा त पचाउन सक्नुहुँदैन भने अरू के पचाउन सक्नुहुन्छ भन्नुहोस् त? अझै हेरौँ के छ। चिकन तन्दुरी, केरा, चिकन तन्दुरी होइन के हो यो? तपाईँको भुँडीभित्र त बजारै थापे जस्तो नि। अझै हेरौँ के निस्किन्छ। अन्डा होइन क्या हो? यसको भुँडीभित्र त कुखुराको पोथी पनि छ जस्तो छ नि। होइन क्या हो यो? तपाईँको भुँडीभित्र त बजार मात्रै छ भने त पुरा पोल्ट्री फार्म नै खोलिराख्नु भएको रहेछ। अझै हेरौँ के को फार्म खोलिराख्नु भएको छ तपाईँले। गरीबले पैसा देखेपछि सबै कुरा भुल्छ भनेर सोच्नु तपाईँहरूको गल्ती हो साउजी। धनको लोभ त तपाईँहरू जस्तो धनीको खानदानी रोग हो। गरीबलाई यो रोगले छुँदैन। गर्नुहोस् तपाईँको धन र पैसाले सबै कुरा किन्न सकिन्छ भन्ने भ्रम त्याग दिनुहोस्। सारा गाउँको चिन्ता तैले मात्र लिनु पर्ने होइन? त बाहेक यो गाउँमा अरू कोही पनि मान्छे नै छैनन् कि क्या हो? हेर बाबु, यस्ता पैसावाल मान्छेको काममा तगारो नहाल। यस्ता पैसावाल मान्छेले जे पनि गर्न सक्छन्। होइन बाबा, हामीलाई नपुग्दो के छ भन् त?
भगवानको कृपाले 2 साल खाएकै छौं, 100 रुपैयाँ पनि लगाएकै छौं। कान्छो पढ्दैछ शहरमा, तेरै कारणले गर्दा कान्छोको पढाइ बिग्रियो भने? हेलो हेलो, हाई गाइज, हाई कुमार। हेलो, गुड मॉर्निंग सर। गुड मॉर्निंग। मॉर्निंग सर। मॉर्निंग सर। मॉर्निंग। मॉर्निंग सर। मॉर्निंग। कुमार, आई एम सॉरी सर, भेरी भेरी सॉरी। मिस्टर थापा, छोडिदिनुहोस् यसलाई, यो बिग्रिसकेको केटा हो, गन केस। जाउँ। कहाँ आएको? आज तेरो चिया खाने पालो होइन? एकछिन है। आज तेरो कुनै बहाना चल्दैन बाबु। आज तैले चिया हामीले कुनै पनि हालतमा खुवाकै हुनुपर्छ। के को जाति हो? हाम्रो चाहिँ खाने आफ्नो पालामा चाहिँ बहाना बनाएर हिँड्न खोज्ने। मैले खोज्दै यहाँ छोरा पाइहाल्छु नि। राजु, 100 रुपियाँ दे न यार। 100 रुपियाँ? थुक्क थुक्क मेरो बुद्धि। सुन, तँलाई मैले 100 रुपियाँ दिएँ भने मान्छेहरू रहन्छ त कति बाटो नि बाप्रे। आज तैले कुनै पनि हालतमा चाहे घडी बेच चाहे चेन बेच, हामीले कुनै मतलब छैन, तर हामीले चिया तैले खुवाकै हुनै पर्छ। आज यिनीहरूले तँलाई ज्यान गए पनि छोड्दैन कुमार। अब त 100 रुपियाँ दिन्छस् होला नि? घडी बन्दकी राखिस् भने त दिइहाल्छु नि। ल केटा हो, आज म तिमीहरू सबैलाई परमेश्वरको क्यान्टिनको चिया खुवाउँछु। ल परमेश्वरको क्यान्टिनको चिया खानेहरू पनि पस्ताउँछन्, नखानेहरू पनि पस्ताउँछन्। हुँदैन रेलीमै चट्ट बिर्सना, टिप्नै परेछ सुन्दर फुल। वाह, पैसा आज बिहानै साइज जुरे जस्तो छ परमेश्वर। कसैले देख्ने हुन् कि देख्दैनन्? कोही पनि छैन। होइन, यो पैसाको पनि गोडा छ कि क्या हो? होइन, हावा पनि लागेको छैन। यो पैसाको त खुट्टा हुनै नपर्ने। जति अगाडि बढ्यो त्यति अगाडि बग्छ बा तँलाई। तँ कति भाग्छस्? तँ जति भाइ पनि म तँलाई छोड्दिन। पस्यो पैसा त दुलोभित्र पो पस्यो। परमेश्वर, चिया ल्याए हजुर। सर चिया दिनुहोस्। चिया त मिठो बनाइछस् नि परमेश्वर। परमेश्वरको क्यान्टिनको चिया हो सर। खानी पनि पस्ताउँछन्, नखानी पनि पस्ताउँछन्। चिया हजुर। ए परमेश्वर हजुर, भन्नुहोस्। खै चिया यसमा? चिया खोइ त। ए फटा, यसमा पनि त चिया छैन नि। सरले त चिया मिठो छ भन्दै हुनुहुन्थ्यो त। मिठो पो बनाउँछस् भनेको त, अरू कसैलाई ठग्न नपाएर हामीलाई नै ठगिस्। यस्तो गरिस् भने तँलाई प्रिन्सिपललाई भनेर क्यान्टिनबाट निकालिदिन्छु, अनि ठिक हुन्छ, बुझिस्? जा यहाँबाट। उता चिया त भरि पो थियो त, कसरी खाली भयो गिलास? आज ठुलो दशा छ। उता 100को नोट पुत्क्यो, यता यो गाली। भारत परमेश्वर। तेरो 100 रुपियाँ मेरो घरले। तिमीहरू सबले परमेश्वरको क्यान्टिनको चिया खायो भने त? यसपाले चिया चोर त डाइरेक्ट नाकमा जान्छस्। कुकुरको पुच्छर 12 वर्षसम्म ढुङ्गा राखे पनि बाङ्गा बाङ्गै हुन्छ भनेको यही हो। त त्यही कुकुरको पुच्छर होस्। ए परमेश्वर, तँ रिसाएको? छोड्दै मलाई उता नरिसान। सुन्न, यिनीहरू मान्दै मानेनन्, अनि के गर्नु त? साले बेमान, जसको जौ खानु त्यसकै चुङ्गा मोल्नु। म बाइक तलाई यो सहरमा मद्दत गर्ने अरू को छ भन्छ? हो, त मलाई माया गर्छस्, मद्दत गर्छस्, त्यसैले तसँग जिस्किनु मन लाग्छ नि। यो जिस्किने बानी छोड दे। तेरो दाजु र आमाले तँलाई कति दुःख गरेर पढाएका छन् थाहा छ तँलाई? तँसँगैका साथीहरू कोही डाक्टर भए, कोही इन्जिनियर भए, कोही पाइलट भए, तँ चाहिँ सधैँ फेलको फेल। के भन्छस् होला त? म नेता बन्छु। डाक्टर साहब, नमस्ते डाक्टर साहब। ओहो, नमस्ते दिदी। अनि एका बिहानै कतातिर त दिदी? डाक्टर साहबलाई नै भेट्न आएकी। अलिकति तोरी बेचेकी थिए, अब डाक्टर साहबको तिरो तिर्नु थियो। ले,
किन यस्तो हतार गर्नु पर्थ्यो त भने बिस्तारै तिर्नु भए त भइहाल्थ्यो नि दिदी। अब खाएको ऋण तिर्नु पर्दैन त डाक्टर साहब। कुन दिन त्यो कान्छाले सहरबाट पैसा पठा भनेर खबर पठाउने हो, त्यतिखेर फेरि डाक्टर साहब कहाँ अन्त कहाँ जानु। लिनुहोस् डाक्टर साहब। अनि यो अलिकति कुरा पनि चाख्न ल्याए कि डाक्टर साहब। ल किन यस्तो दुःख गर्नु पर्थ्यो त भने डाक्टर साहबले नै पटक पटक ऋण दिनु भएको छ र पो मेरो कान्छा सहरा पढ्न पाएको छ। अहिलेसम्म सुखको ब्याज लिनु भएको छैन तपाईँले। तपाईँले गर्नुभएको गुण त मेरो मनमा छ नि डाक्टर साहब। कुमारलाई पढाउन कति मेहनत गरिराख्नु भएको छ तपाईँहरूले। बिचरा अमर त्यसले पनि भाइको लागि आफ्नो भविष्य समेत हेरेको छैन। तर दिदी तपाईँहरूको यो दुःख र मेहनत त्यसै खेर जाँदैन। कुमारले पनि तपाईँहरूको यो मेहनतको मोल एक दिन अवश्य तिर्नेछ दिदी। तर डाक्टर साहब कुमारले मेहनतको मोल तिर्दा हामीलाई पाल्ला भनेर चाहिँ हामीले पढाएका होइनौँ। कुमारले पढेर यो देशको लागि यो समाजको लागि गतिलो काम गर्दै हामीलाई पुग्छ। हस् त डाक्टर साहब। मालिक अमरको आमा भने यिनै हुन्। दिदी सुन्नुहोस् त। मालिक तपाईँ नै हो अमरको आमा? हजुर केही काम थियो कि? तपाईँ त मलाई चिन्नुहुन्न। म यस गाउँमा चिन्छु साउजी। तपाईँ नै होइन त यस गाउँमा रक्सी फ्याक्ट्री खोल्न आउनु भएको? हो, तर अमरले मेरो काममा भाँजो हाल्दैछ। मैले अमरलाई सम्झाइसकेकी छु। अब उसले तपाईँहरूको काम बिथोल्ने छैन। तर साउजी अमरले तपाईँहरूको काममा विरोध गरेर उसले केही बिरा जस्तो त लाग्दैन मलाई। गाउँघरमा शिक्षा र विकासको उज्यालो ल्याइदिने काम त तपाईँहरू जस्तो पढे लेखेको मान्छेले नै हो साउजी। तर तपाईँहरूले नै यस गाउँमा रक्सी फ्याक्ट्री खोल्ने हो भने त हामीहरू विनाशतिर धकेलिने छौँ। तपाईँहरू जस्तोलाई हामीले के भनिराख्नुपर्छ र? त्यो त तपाईँहरू आफै विचार गर्नुहोस्। मालिक साहब कुरा त ठिकै हो जस्तो लाग्यो नि। बाजी नुन तैले मेरो खाने, कुन तैले उसको गाउने। भाइ साहब यदि तपाईँ मलाई त्यही मुद्दामा फकाउन आउनु भएको भए तपाईँ व्यर्थ आफ्नो समय बर्बाद नपार्नुहोस्। किन? फ्याक्ट्री खोल्ने बाहेक अरू कुनै विषयमा हाम्रो कुरा हुन सक्दैन? तपाईँहरू जस्तो व्यापारीसँग यो दुई चार शब्द बाहेक अरू के नै हुन सक्छ र? लस, एक्सप्यान्ड, प्रफिट, गेन यही छैन तपाईँहरूको डिक्सनरीमा? हर्केले काम गरेर उसको हातमा ठेला उठेको शब्द, सुन्दलीको लौलीले रक्सी खाएर उसको घर परिवार तहस नहस भएको शब्द त यहाँको डिक्सनरीमा अवश्य छैन होला। त्यो पुरानो डिक्सनरीमा थियो होला, तर मेरो डिक्सनरीमा त्यो कुरा छैन। तपाईँले मेरो बारेमा त्यस्तो धारणा नराख्दा पनि हुन्छ। महलमा बस्ने मान्छेको मुटु पनि सामान्य मान्छे जस्तै हुन्छ अमरजी। म तपाईँको विचारप्रति प्रभावित भएर केवल तपाईँलाई भेट्न मात्र आएकी थिएँ। बाई। सुन्नुहोस् त। ए लिना किन? केही पनि होइन। केही त हो। हेर्नुहोस् मुटुमा कुरा गाँठो पारेर राख्यो भने आफैलाई गाह्रो हुन्छ। तपाईँको मनको कुरा मेरो मनलाई भन्दा केही फरक पर्दैन। आफ्नै मुटुलाई सन्चो हुन्छ। तिम्रो यो कलिलो हातले चुरा लाग्दैन भैया। चुरा लाउन त मर्दको बलियो हात चाहिन्छ। माया गर्नेको हातले एकचोटि पक्रेपछि छाड्दैन भैया। बरु यो माया गर्नेको गालामा चुम्माले स्वागत गरिदेऊ। यो पाकेको हात हो। यो हातले एकचोटि गालामा चुम्मा खाएपछि फेरि गालामा चुम्मा खाने ठाउँ रहँदैन। अमरजी, अमरजी सुन्नुहोस् त। अमरजी हेर्नुहोस् भाइ साहब, तपाईँ हाम्रो गाउँमा आउनु भएको छ। तपाईँ हाम्रो पाहुना हो।
तपाईको रक्षा गर्नु हाम्रो कर्तव्य हो, यसमा कुनै आभार प्रकट गर्नु पर्दैन। अमरजी हेर्नुस् न ड्याडी, त्यो गुण्डाहरूले मलाई हातपात गर्न खोज्दा अमरजीले मलाई बचाउनु भयो। अमर, आज तिमीले हामीलाई कहिल्यै नबिर्सिने गुण लगायौ। अब तिमीले भने जस्तै हुन्छ। यहाँ रक्सीको फ्याक्ट्री होइन, औषधिको फ्याक्ट्री खुल्छ। कुरा जायज हो हजुर, यो रक्सीको फ्याक्ट्री साइट्री खोल्नु हुँदैन क्या। रक्सी खाँदा सर र मजा आएर के गर्नु, मेरो पहिलाको जागिर पनि यही रक्सी खाएरै चेट भात हो नि। के भयो? भगवानको फोटो टाउकोमा? गुड लक, यसपालि चाहिँ पक्कै पनि छोरो हुन्छ जस्तो छ। प्रभु रक्षा गर। फुपू, ए फुपू, नमस्ते बाबु। नमस्ते। के को नमस्ते? कोही गाउँ होइन को बाबु, मैले त चिन्न सकिनँ नि। कस्तो नचिनेको फुपू? यो परमेश्वर बज्याप रहेछ। होइन कस्तो चिनै नसक्ने भएर आएको भने। गाउँमा यति सानो छँदा हाफ प्यान्ट लाएर हिँड्थिस्, नाका सिँगान बोक्थिस्। होइन यो ठम्डामा टालेको लुगा लाएर। होइन यो कस्तो पहिरन हो भने? फुपू आजभोलि शहरमा यस्तै खालको फेसन छ कि यस्तै पहिरन चल्छ। अझ कतिजना चिटिहाल्नु त मलाई। शाहरुख खान जस्तै छ भन्छन्। भयो यो कुरा छोडिदिनुहोस्। अनि साँच्चै आरामै हुन्छ फुपू तपाईँ? सन्चै छौँ बाबु। अनि कहिले आएछ त सहरबाट? भर्खरै आएको फुपू, भर्खरै। होइन परमेश्वर, के पर्यो त्यस्तो? खबरै नगरी अपरझर सहरबाट आइपुगिस् त। के गर्ने फुपू, तपाईँको भदै बुहारी सुत्केरी हुन लागेको छ भने खबर पाएँ, त्यही भएर आत्तिँदै आएको। मेरो विचारमा त पक्कै पनि छोरो हुनुपर्ने हो। भगवानले पनि अघि राम्रैसँग आशीर्वाद दिएको थिए। अनि फुपू अमर दाइलाई त देखिन नि, कहाँ जानुभयो? बाहिरतिर जानु भएको छ क्या? अनि परमेश्वर को? ए अमर दाई, कस्तो कडा हात। के छ हाल खबर? सब ठिकठाक छ अमर दाई। हाम्रो कान्छो पनि सहरमा पढ्दैछ, कतै त्यसको बानी बेहोरा त बिग्रेको छैन? बानी बेहोरा? के पनि हुँदैन, लामखुट्टेले टोकेर यहाँ पनि आउँदो रहेछ। दाई कुमारे तैले एकदमै सप्रा छ नि, चुरुट धरी पनि तान्दैन। दाई झन् केटीहरूदेखि त 5 कोस टाढा भाग्छ। आवारा, बदमास, लफङ्गा, तैले आफूले आफूलाई के सम्झन्छस्? के भयो तँलाई? तँलाई सन्चै त छ? सन्चै छ दाई, तर बेला बेलामा कुमारेको सम्झना आइरहन्छ। त्यसो पो हो। हामीलाई पनि कम सम्झना आउँदैन त्यसको, तर के गर्नु, टाढा छ। अनि परमेश्वर, पढाइ चाहिँ कस्तो छ नि मेरो कान्छोको? पढाइ? पढाइको त कुरै छोडिदिउँ फुपू, जहिले पनि फर्स्टको फर्स्ट मात्रै हुन्छ। मास्टरहरूको त
अति नै प्यारो छ। यो क्याम्पस हो मिस्टर कुमार, तिम्रो खेलवाड गर्ने ठाउँ होइन। पढ्छौ भने राम्रोसँग पढ, होइन भने तिमीलाई यो क्याम्पसबाट निकालिदिन्छु। साह्रै राम्रो पढाइ छ पुपु। यसपालि त कुमारले गोल्ड मेडल ल्याउँछ, गोल्ड। बुझ्नुभयो पुपु? आज म तिमीलाई भेडा नामका यी चुराहरू लगाएरै छाड्छु मैया। सूरजले चितायो कि बितायो? जसरी आज यो चुरा टुक्रा टुक्रा भएको छ, तेरो इज्जत पनि म टुक्रा टुक्रा बनाइदिन्छु। भाई साहब, भाई साहब, भाई साहब, भाई साहब, इन्स्पेक्टर हिटलरको इलाकामा आएर गुण्डागर्दी गर्ने अब थाहा पाउँछस् तैँले। खोइले आएको खानामा त पुग्दै म सहरी गुण्डाहरूलाई कोराउनलाई कहाँ छ? के हो मेरो छोरा अमर? के हो मेरो छोरा? के भयो भने भन न। हेर्नुहोस्, आत्तिनु पर्ने कुनै कुरा छैन। बरु मैसाबको उपचारको लागि चाँडै डाक्टर बोलाएर ल्याउनुहोस्। डाक्टर? हजुर, ल्याइहाले। मालिक साहब, म यहाँ नानीलाई के भयो?
एल्नालाई टाउकोमा चोट लाग्छ। जान डाक्टर बोला, छिट्टै जा त। डाक्टर यो गाउँमा भने जस्तो डाक्टरै छैन, एउटा छ तर यसो गरौँ म यहाँ नानीलाई लिएर सहरमै जाउँ। एउटा कुरा भने 10 वटा जवाफ लाउँछ गधाकाको। जहाँ बोलाएर डाक्टरलाई। म त यो डाक्टरलाई त मरे पनि बोलाउँदिनँ हजुर। यस्तो डाक्टरलाई बोलाएर म यहाँ नानीलाई मार्नु छ र? टाउको दुख्यो भने पेट ठोक्न थाल्छ, म त मरे पनि बोलाउँदिनँ। ए माइला के रे तैँले यो मेरो ब्याग लिएर कहाँ जान्ला? खै खुर्को दे मेरो ब्याग। खै दिएन दे। हे तेरी यसो नगर्नु मेरो भाइ। हे मेरो प्रभु हेर मेरो चस्माली, टाइली, कमिली, कटुली, तर मेरो कमाइ खाने भाड चाहिँदैन। मेरो बेइज्जत नगर्नु यार। हेर म अफ्रिका रिटर्न डाक्टर हुँ। मान्छेले मलाई यस्तो हालत देख्यो भने के भन्छन्? टोइलेट रिटर्न डाक्टर भन्छन्। प्लिज मेरो भाइ देन। ए मेरो बाउ, ए मेरो हजुर बाउ, त्यस्तिनी कुरो होइन के हो? गाउँलेले देख्यो भने मेरो त बेइज्जतै हुन्छ नि। हेर माइला ब्याग बोकेर हिँड्दैमा त डाक्टर भन्ने होइनस् क्यारे? बेकार मेरो पेटो सोध किन लात मार्छस् भन् त? नमस्ते डाक्टर साहब। नमस्ते। होइन बिहान बिहान कट्टु र टाइ लाएर कता हो? इमर्जेन्सी केस आयो है। अब डाक्टर मान्छे पाइट लाउनै भ्याइएन भने म जान्छु है। नमस्ते। नमस्ते। ए माइला पख पख। कस्तो डाक्टर होला? घोडालाई झोला बोगाएर हिँडिरहेछ कि बोलाउन त लाएन? होइन ए माइला तैँले किन ल्याएको मलाई यो घरमा? रक्सीको घर होइन यो? कोही बिरामी छ क्या यो घरमा? कोही बिरामी हुन्छ क्या यो घरमा? ल तुरुन्तै बाहिर निस्किनु पर्यो। मलाई धेरै बेर फुर्सद छैन। अफ्रिका रिटर्न डाक्टर आएको छ यहाँ। डाक्टर हो डाक्टर, मेरै छोरी घाइते भएको छ, त्यसको उपचार गरिदिनु पर्छ। जाउँ हिँड्नु। ए के छ त हाल खबर? सन्चै हुनुहुन्छ? अन्डा नखाउनुहोस् है, पचाउन सक्नुहुन्न तपाईँले। आउनुहोस् डाक्टर। यस्तो डाक्टरले के उपचार गर्ला खोइ? यसको औजारै खतरा छ। ए घोडा भाग। त्यस्तो आत्तिनु पर्ने चाहिँ केही छैन। चोट त अलि गहिरै लाग्यो हो अघि, तर धन्दा नमान्नुहोस्। अब मैले हेरेपछि ठिक भइहाल्छ नि। अफ्रिका रिटर्न डाक्टर पो हुँ त। खबरदार। डाक्टर मैया नानीको टाउकोमा चोट लागेको छ। खबरदार पेटको अपरेसन गरौला। मेरो अपरेसन गर्नु अगाडि मैले 3 माना चामलको भात खान्थे, अहिले आधा माना चामल पनि जाँदैन। ले तपाईँ पो हेर्दै रोगी हुनुहुन्छ र पेटको अपरेसन गरे त? जसको पाए त्यसकै अपरेसन गर्छु म पेटको। अफ्रिका रिटर्न डाक्टर हो, बुझ्नुभयो? के सम्झिनु भएको छ तपाईँले मलाई? कुकुर त झार्नु झार्दिन। को हो यो मान्छे? को हो यो मान्छे? यो मेरो म्यानेजर हो डाक्टर साहब। म्यानेजर हो नि हो? ल यसलाई खुकुर तलदार भन्नुहोस्, नत्र म उपचार सुपचार गर्न सक्दिनँ। तलजार लठक्काको। डाक्टर साहब प्लिज। यो घोडा मलाई बेच न, मलाई पो काम लाग्ने रहेछ त यो। डाक्टर साहब यसलाई हामीले जनावर कहिले पनि ठानेनौँ। यो त हाम्रो घरको एउटा सदस्य हो। हामी दुई भाइ मारे यसमा आमाले कहिले पनि फरक मान्नु भएन। यसलाई बेच्ने त कुरा छोडिदिनुहोस् डाक्टर साहब। हामी योसँग एक दिन पनि अलगेर बस्न सक्दैनौँ। एक मिनट अमर, एक मिनट। त्यसरी नै उभि राख है, म तिम्रो एउटा फोटो खिच्छु। एक्ज्याक्टली। स्माइल।
हामी जस्तो पाखेको फोटो खिचेर कहाँ सजाउनुहुन्छ मैसाब? सजाउनेले त निर्जीव ढुङ्गा पनि सजाउँछन् अमरजी। त्यसको लागि पारखी नजर चाहिन्छ। तर मान्छे त निर्जीव ढुङ्गा होइन नि मैसाब। यो फोटो निर्जीव छैन अमर, यो तिम्रो प्रतिबिम्ब हो। यसलाई म आफ्नो मनमा त राख्न सक्छु होला नि। किन ठट्टा गर्नुहुन्छ मैसाब? किन ठट्टा गर्नुहुन्छ? यो पाखेलाई यहाँको डाँडा काँडा पाखा पखेरुमा रमाउन दिनुहोस्। यहाँको सेतो कमेरोमा लडीबुडी खेल्न दिनुहोस्। यहाँको रातो माटोसित मितेरी गाँस्न दिनुहोस्। यहाँको जंगलमा कोर्लिन दिनुहोस्। बुझ्नुभयो मैसाब? वनको यो फूललाई गमलामा सार्ने कोसिस नगर्नुहोस्, ओइल्याउँछ। हो अमर, तिमी वनको त्यस्तो फूल हौ जुन कुनै बगैँचामा पाइँदैन। म यो फूललाई माला उनेर लगाउन चाहन्छु। ए माइला, यति ढिला पनि गर्ने हो? खाजा यताले। एलिना मैसा पनि आउनु भएको छ। माइला, ए माइला, माइला, ए माइला, 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 ए माइला, माइला। डक्टर आमालाई भनिदिन्छु, म चाहिँ दिनभरि हलो जोत्ने, कसरी खाजा लिएर भाग्ने? साँझ त घर आउलास् नि, मैले तँलाई जानेको छु। हेर्नुहोस् न मैसाब, यो महिला कस्तो बदमास छ भने आफू चाहिँ भोकले हैरान छु, यो चाहिँ खाजा लिएर भाग्यो। होइन अमरजी, माइला बदमास होइन, बरु हामीलाई यस्तो स्थितिमा देखेर माइला लजाए जस्तो छ। आज भोलि निद छैन, सत्य सत्य तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम। मलाई पनि त्यस्तै हुन्छ धरोधरमा, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम। हो आज भोलि निद छैन, सत्य सत्य तिम्रो कसम। मलाई पनि त्यस्तै हुन्छ धरोधरमा, तिम्रो कसम। लट्ठै पार्यो मोहनी बोलीले, आज भोलि निद छैन, सत्य सत्य तिम्रो कसम। मलाई पनि त्यस्तै हुन्छ धरोधरमा, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम। आज भोलि निद छैन, सत्य सत्य तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम। पिरती बल्ल थाहा पाए, मैले पनि भोक प्यास सबै नै हराए। हो कस्तो हुन्छ पिरती बल्ल थाहा पाए, मैले पनि भोक प्यास सबै नै हराए। पिरतीको तिर्सनाले जिउनु मर्नु पार्यो, जिउनु मर्नु पार्यो, जिउनु मर्नु पार्यो। आज भोलि निद छैन, सत्य सत्य तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम। मलाई पनि त्यस्तै हुन्छ धरोधरमा, तिम्रो कसम, तिम्रो कसम, तिम्रो कसम।
पछि देख्छु तिम्रै छाया त्यसैले त अघि पछि देख्छु तिम्रै छाया पिरतीको सङ्घारामा मैले पाइला चाले आज भोलि निर छैन सत्य सत्य तिम्रो कसम तिम्रो कसम तिम्रो कसम मलाई पनि त्यस्तै हुन्छ धरोधरमा तिम्रो कसम तिम्रो कसम तिम्रो कसम आज भोलि निर छैन सत्य सत्य तिम्रो कसम मलाई पनि त्यस्तै हुन्छ धरोधरमा तिम्रो कसम हुन्छ धरोधरमा तिम्रो कसम तिम्रो कसम तिम्रो कसम तर हेर्नुहोस् न म आउनै सक्दिनँ भने हेर्नुहोस् न यहाँ कत्रो टेन्सन चलिरहेको छ फ्याक्ट्रीको कुनै कुरै मिलेको छैन के भन्नुभयो पेशी होइन म आउनै पर्छ तपाईँले यसो 1-2 दिन पछाडि सार्न सक्नुहुन्न होइन के बिरालले बाटो काटे जस्तो ओरदोर गरिराख्यो भने त हजुरले के भन्नुभएको छ यो फोनमा के कुरा हुन्छ मैले सुनिरहनु परेन हजुर म त हजुरको म्यानेजर पो त लट्ठक्काको होइन तपाईँलाई भने होइन यहाँ छ नि एउटा तोपे तोपे गधा काको तोपे मात्रै हो र हजुर तोपे म्यानेजर हजुर चुप जागर एल्नाले खबर गर पछि जानु पर्छ भनेर हस् हजुर लट्ठक्काको वाइ याद के गर्नु कस्तो मान्छेलाई मैले म्यानेजर राख्नु पुगेको छु हेर्नुहोस् न ल ठिकै छ पर्सि बेलुकासम्ममा म आइपुग्छु ठिक छ त्यतिन्जेलसम्म त धान्न सक्नुहुन्छ अमर ड्याडीको जरुरी काम परेको हुनाले हामी भोलि नै सहर जाँदैछौँ परदेशीले बास बसेको ठाउँ चाँडै नै बिर्सिन्छ भन्ने सुनेको थिएँ सहर गएर हामीलाई चाहिँ नबिर्सिनु होला मैसा म तिमीलाई बिर्छु ला त अमर तिमीलाई त्यस्तो लाग्छ हामी यस ठाउँमा आउँदा तिम्रो र हाम्रो बीचको सम्बन्ध कस्तो थियो आज यस्तो छ यो छोटो समयमै भए पनि मैले तिमीलाई आफ्नो हृदयमा राखिसकेकी छु अमर बरु तिमी पनि हामीसँग सहर हिँड न हामी जस्तो पाखे सहरमा हिँड्न जान्दैन मैसा पहिला पहिलामा लड्छौँ लडेछ बिचारा भनेर उठाइदिने कोही हुँदैन म उठाउँछु अमर तिमीलाई एलिना ठिक भन्दैछ अमर तिमी जस्तो पौरकी मान्छेले सहरमा धेरै उन्नति गर्न सक्छौ तर साउजी यो ठाउँको माटोसँग मेरो नङ्ग्रा मासुको जस्तो सम्बन्ध छ अब यो ठाउँलाई लत्याएर तपाईहरुसँग सहर कसरी जाउँ म सहरमा तिम्रो भविष्य छ अमर तिम्रो भविष्य उज्जवल हुनु नै यो गाउँको भविष्य उज्जवल हुनु हो यसरी सबैजना सहर पस्ने हो भने गाउँको उन्नति कसले गर्ला विकसित ठाउँको नाउँ नै सहर हो आखिर सहर भने पनि गाउँ भने पनि देश त हाम्रै हो उन्नतिको सिँढी भनेको नै सहर हो अमर जहाँबाट तिमीले यस गाउँमा विकासका नयाँ लहर ल्याउन सक्छौ कुरा त ठिक हो साउजी त्यही पनि मैसाब सहर जाने एकचोटि आमालाई सोध्नुपर्छ जग बलियो भए पो घर पनि बलियो हुन्छ आखिर त पनि त्यही बाबुको छोरो न होस् तेरो बाबु पनि धन कमाउनु भनेर एक दिन यसरी नै घरबार छोडेर गएका थिए आज तेरो बोलीमा पनि त्यही गन्ध आउँदैछ जुन बोली तेरो बाबुले बोल्नु भएको थियो त्यतिखेर तेरो भाइ कान्छो जन्मेकै थिएन त्यसबेला म 6 महिनाकी गर्भवती थिए म सधैँ यस्तो दरिद्र भएर बाँच्न चाहन्न ईश्वरी म आजै हिँडे सहरतिर पैसा कमाउन
पैसा कमाएर मात्र सुख हुन्छ भन्ने त छैन नि। यसपालि राम्ररी अन्न उब्जेन त के भयो? हाम्रो हात त बसेको छैन नि अमरको बा। बढी भाषण नछाट मलाई। सुनिनस् तैले? प्याज भर्न नसक्दा 10 दुनियाँको सामु मेरो हुर्मत काटेको त्यो साउले। यस्तो सहेर म यो गाउँमा कुनै पनि हालतमा बस्न सक्दिन। सधैँभरि एकै नास्तो हुँदैन नि। हामीलाई सघाउन छोरा पनि त हुर्कँदैछ नि। मनको लड्डु घिउसँग खाँदै बस। फेरि यसलाई हुर्काउन मुखमा माड पनि त हाल्नै पर्ला। आज भोलि भन्दा भन्दै खाने मुख अर्को पनि त आउँदैछ नि। माइतीबाट कुस्त दाइजो ल्याएको जस्तो नगर। यो आँसु, यो नाबालक छोराको मायाले रोक्न नसके पनि कमसे कम यो संसारै नदेखेको चिचिलालाई त सम्झनुहोस्। 7 समुद्र पारी भए पनि स्वास्नीको यस्तो अवस्था सम्झेर घर फर्काउनु पर्ने बेलामा तपाईँ चाहिँ उल्टै घर छोडेर जाने। धिक्कार छ तपाईँलाई। अलक्षिणा, आफ्नो पोइको भलो चिताउनु त कहाँ हो उल्टो धिक्कार नै। नजानु समरको बा, मलाई यस्तो अवस्थामा छोडेर नजानुहोस्। जान दिन्न म तपाईँलाई, जान दिन्न म तपाईँलाई, जान दिन्न। एउटा कुरा सुन्नु समरको बा, आजदेखि बाचा गर्छु अमरको बा। अबदेखि तपाईँले कहिले पनि आफ्नो अनुहार नदेखाउनुहोस्। जुन दिनसम्म तपाईँको अनुहार देख्दिन त्यस दिनसम्म यो सिन्दुर, यो पोते, यो चुरा लगाइराख्नेछु। कुनै दिन मलाई सम्झेर फर्कानु भयो भने त्यही दिन पखाल्नेछु यी सिन्दुर, चुराले दिनेछु यी पोते, फुटाले दिनेछु यी चुराहरू। जा बाबु जा, म तेरो सुखमा बाजु हाल्दिन। हुर्केका बचेरालाई गुड साङ्ग्रो हुन्छ भन्थे, ठिकै रहेछ। अब त तँ पनि त हुर्किसकिस् नि। तेरो बाबुले त मलाई त्यस्तो अवस्थामा लत्याएर जानु भएको थियो भने अब यो बुढी आमालाई छोडेर जान तँलाई के को सङ्कोच? हेर बाबु, यदि सहर गएर तेरो भविष्य राम्रो हुन्छ भने यो बुढी आमाको लागि आफ्नो जिन्दगी खेरो नफाल तैले। जा बाबु, म तँलाई रोक्दिन। मैले त भनेकी थिएँ नि ड्याडी, अमर आउँछ भनेर। ऊ हेर्नुहोस्, किन ढिला गरेको अमर? हामी त तिमीलाई कुर्ता कुर्ता हैरान भइसक्यौं। कहाँ हराएको तिमी? ल छिटो गाडीमा बस। अनि तिम्रो सामान चाहिँ खोइ त? माफ गर्नुहोस् मै साहब, म तपाईँहरूसँग सहर जान सक्दिनँ। तिमीलाई हामीले दास बनाएर लान खोजेका होइनौ अमर। तिम्रो भविष्य राम्रो होस् भनेर लान खोजेका थियौं। तर तिमी त कुवाको भ्यागुता कुवामै रमाउँछ भने झै आफ्नो राम्रो नराम्रो केही नबुझ्ने पाखे रहेछौ। 1 नम्बरको पाखे। निधार मारा तो माटो शिरमा टोपी राखे, डाँडा पाखा पखेरुलाई मैले प्रीत गासे। नभनिदेऊ बिन्ती मलाई, नभनिदेऊ बिन्ती मलाई, 1 नम्बरको पाखे लौ, 1 नम्बरको पाखे।
शिरमा टोपी राखे माया गर्दा गाउँ बेसीलाई माया गर्दा गाउँ बेसीलाई कोही हुन्न पाखे हौ कोही हुन्न पाखे एक नम्बरको पाखे हौ एक नम्बरको पाखे हो नभनी देऊ पाखे लौ बिन्ती मलाई पाखे निधारमा रातो माटो शिरमा टोपी राखे देउराली र उकालीमा भाके फुल पाती यो ठाउँको सेरो फेरो जिन्दगीको साथी ओ देउराली र उकालीमा भाके फुल पाती यो ठाउँको सेरो फेरो जिन्दगीको साथी खुकुरी छ कम्मरैमा निशानी छ देशको माया लाग्छ सधैँ सधैँ आफ्नै भाषा भेषको निधारमा रातो माटो शिरमा टोपी राखे छहरामा गुन्जिने यो गीत बसेको छ यो मुटुमा लैभरिको प्रीत ओ डाँडा काँडा छहरामा गुन्जिने यो गीत बसेको छ यो मुटुमा लैभरिको प्रीत बिहानीको मिरमिरेले लाली हिमाल खोल्छ डाफे मुनाल रमाउँदै मिठो धुन बोल्छ निधारमा रातो माटो शिरमा टोपी राखे निधारमा रातो माटो शिरमा टोपी राखे माया गर्दा गाउँ बेसीलाई माया गर्दा गाउँ बेसीलाई कोही हुन्न पाखे हौ कोही हुन्न पाखे एक नम्बरको पाखे लौ एक नम्बरको पाखे नभनी देऊ पाखे लौ बिन्ती मलाई पाखे निधारमा रातो माटो शिरमा टोपी राखे यसपालि पनि नम्बर छैन फेरि उल्टे जस्तो छ ठिक को कुमार त्यो पनि कहीँ पास हुने मान्छे हो र यहाँ पो बसेर छ अरे शिव तीन चोटि फेल हुँदाखेरि पनि फरक परेन तँलाई यहाँ हनुमानले लङ्कै जिते जसरी सुतेर बसेको छ बा हनुमानले लङ्का जिते यसरी सुतेको देखेको थिइस् अब पास हुने मान्छेले पो फेल हुँदा फरक पर्छ अब त सधैँ फेल मलाई त केही पनि फरक पर्दैन थुक त गदा भोलिदेखि क्याम्पस बन्द हुँदैछ यही मुख लिएर जान्छस् घरमा मुख चाहिँ आफ्नो यही हो बरु यसमा लाली पाउडर दलेर जानु पर्ला के कसो अरे शिव मैले घरमा फुपू र अमर दाइलाई तैँले यसपालि गोल्ड मेडल ल्याउँछस् भनेको छु तैँले गर्दा मेरो समेत इच्छा जाने भयो काहेस के परमेश्वर तँलाई के को चिन्ता परमेश्वर अब फेल हुने म चिन्ता त मलाई हुनुपर्ने त बेकारमा के चिन्ता गर्छस् रहेको कुरा दाइ र आमाको उहाँहरूको लागि पनि मैले बन्दोबस्त गरिदिएको छु मेडल चाहिएको एउटा होइन पापा चोट छ नपत्याएर देखिस् त मेरो दिमागको कमाल यसलाई भन्छन् मास्टर माइन्ड यो सुध्रिँदैन यो कहिले पनि सुध्रिँदैन आफ्नै आमा र दाइको विश्वासमाथि आघात पुर्याउने मूर्ख पनि कहिले सुध्रिन्छ यो डाइरेक्ट नरक जान्छ
हेलो धनराजजी, यो फ्लाइटमा विक्रम स्म्याक लिएर डाइरेक्ट तपाईँ कहाँ आउँदैछ, तर बाटोमा पुलिसको हेभी चेकिङ छ, त्यसैले बी केयरफुल। पक्नुहोस्, तपाईँमाथि हामीलाई स्म्याक ल्याएको शङ्का छ। तपाईँको ब्याग खोलेर देखाउनुहोस्। धनराजी, ढोका खोल्नुहोस्। पुलिस मेरो पछि लागेछ। ढोका खोल्नुहोस्। विक्रम, अब संसारकै ढोका तेरो लागि बन्द भइसक्यो। पुलिसले तँलाई चिनिसक्यो। तँलाई थाहा छ, हामी आफ्नो विरुद्धको कुनै पनि प्रमाण बाँकी राख्ने गर्दैनौँ। ट्याक्सी कस्तो नसुनेको? ए, ज्यानको माया छैन? अन्धो छस् कि क्या? पछाडिबाट त अन्धै छु। हजुरलाई पनि थाहा होला कि मान्छेको आँखा अगाडि मात्र हुन्छ। ठट्टा होइन मसँग। 1 सेकेन्ड मात्रै ढिलो भएको भए पुग्थे स्वर्गलोक। अनि म चाहिँ साहुजी स्वर्गमा आनन्दले बस्थे। तपाईँको जिन्दगी जेलमा गिटी कुटेर बित्थ्यो कि कसो? मान्छे चिनेर बोल केटा। मेरै कारणले बाँचिस आज। सेठजी, जन्माउनु र मार्नु त भगवानले मात्र सक्छ। तपाईँ आफूलाई भगवान नठानुस्। बरु सक्नु छ तपाईँको त्यो रिसलाई यो मोटरको जस्तै गरी ब्रेक लगाउनुहोस्। ए, आफ्नो हैसियत हेरेर बोल। मोटर चढ्दैमा कसैको हैसियत बढ्दैन सेठजी। जानुस्, अरू कसैलाई तर्साउनुहोस्। कसैको हेपासेर बस्ने पानीमा रहेको सन्तान होइन म। बाबु समान हुनुहुन्छ, नत्र जस्तालाई तस्तै व्यवहार गर्न म पनि सक्छु। बहादुर रहेछस् केटा। बाघसित जोरी खोज्ने पक्कै पनि कुनै बाघको बच्चा होलास्। जा, बाघले बाघको शिकार गर्दैन।